हाम्रो बिहानको अहिले 10 बजिसकेको छ। यता भ्यू पनि बबाल देखिँदो रहेछ यहाँबाट। ल त चाहिँ पर्वत हिमालहरूको भ्यूसँगै राम्चे डाँडाबाट देखिने भ्यू बबाल देखिएको छ। डुम्रे भन्ज्याङ माथि ठ्याक्कै जैराई माथि चाहिँ हाम्रो राम्चे डाँडा र हाम्रो यहाँ टोलीहरूले सुरु गरिसक्नु भएको छ। बाटो काट्न सुरु भइसक्यो। पोलाइमा हाम्रो टोली हुनुहुन्छ सबित सर अनि सागर सर। के छ ठिक छ नि? के छ छैन? ठिक छ ल। ओके छ ल। र यता हाम्रो काटाईमा तुलसी डुम्रेको नेतृत्वमा यहाँ काटाई सुरु भइरहेको छ। गाई त्यसो यता हेरौँ। मनिष एकचोटि यता हेरिदिउँ। मदन के छ? कतिको रमाइलो भइरहेछ? काउले गाउँ, यो चाहिँ काउले गाउँ। तै पर्वतका सबै रमणीय ठाउँहरू छन्। यो हात्तीमालो चोक। वाउ। हाम्रो भन्सु मण्डलले खाताले अङ्कल पर्नुहुन्छ। उहाँको अर्गनाइजमा आज उहाँको संयोजनमा यो कार्यक्रम सुरु हुँदादेखि स्टार्ट भएको आज लगभग 80% भएको छ र 20%को उनीहरूको स्थितिमा छ। हाम्रो यो सगरमाथा युवा क्लबले भाइहरूले गरेको मेहनतलाई एकदम सराहनीय छ। अरू केही भन्न छ भने हाम्रो माइना सर हुनुहुन्छ। सबितजी सबै कुरा एकदम राम्रो भइरहेको छ। अझै राम्रो होस्। दाइ जतिको मेहनती मान्छे झ्यासी पाइँदैन है। कुक सोनु दाई, सब कुक तुलसी, हेल्पर सबित दाई। हेल्पर सबित दाई केही छ भन्नु? हो ओके ल। यो हामीले यसलाई चाहिँ फ्राई गर्न लाग्छौँ। यो के तुलसी? यो के आइटम हो? यो माल केही भन्नु छ? केही भन्नु? गणेश बाबु पियाज काट्दा आँसु त आएन नि? पियाज टमाटर काट्दा। कपिल ठिक छ नि? सागरजी केही भन्नु छ? ल हो के हुँदैछ यहाँ? यहाँ तास बन्दैछ। मटन तास। युट्युबमा हो यो अपलोड। युट्युबमा अपलोड। सन्तोष टुम्रे 04बाट अपलोड हुन्छ यो। जुन सुनै स्पेशल सेफ दुबईबाट मगाएको यहाँ गेडा तास बन्दै। हामी राम्चेमा आउँदा त कतिको रमाइलो लागिरहेको भयो। झ्याउदला आएन नि? राज दाई केही भन्नु छ अब? हामी पिकनिक चाहिने भनेर राम्चे आइएको छ। मासु बचाउन नसकेर अब यसलाई कुरेर बसेको। यार आत्तिएर यो भाँडाबाटै यता यता हेरौँ। यता हेरौँ न। बनाउँछु के पिर नगर्नु न। सबैलाई बोलेको। सबैलाई गएर भने 11 जनालाई। त्यो खुट्टा बोल्न छ कि खुट्टा बोल्न छ? सम्पूर्णमा नमस्ते। अहिले हामीहरू यो राम्चेको डाँडामा छौँ। यो वालिङ 12मा पर्छ। हामीहरू विशेष गरेर सगरमाथा युवा क्लब र जनजागरण आमा समूहको संयुक्त रूपमा देउसी भैलो कार्यक्रम हिजो गऱ्यौँ। हिजो भाइटिकाको दिन, तिहारको विशेष दिन। त्यसमा देउसी भैलो गरेर हामीहरू सम्पूर्ण गाउँभरिका सम्पूर्ण झन्डै 80-85 जना यहाँ छौँ। अहिले राम्चेको डाँडामा छौँ। अत्यन्त रमाइलो भइरहेको छ र भाइहरूले दाइहरूले अङ्कलहरूले पहिले आएर यहाँ पाठाहरू काटिसक्नु भएको छ, बोकाहरू काटिसक्नु भएको छ। र अहिले यो नास्तामा चाहिँ अलिकति भुटुवा बाहिरबाट पनि लिएर आएर भुटुवा त्यहाँ बन्दैछ। समुदायले त्यहाँ काम गर्दै हुनुहुन्छ, भुटुवा बनाउँदै हुनुहुन्छ।
लगायत हामीहरू यहाँ छौँ एकदमै रमाइलो भइरहेको छ। फेरि पनि हामी अरू अरू क्लिप लिइरहने छौँ। यतातिर के छ सोनु दाइ हजुर के हुँदैछ? यता एकदम बढिया हुँदैछ भुवा पाक्दैछ हाम्रो सदरबाजा युवा कलेजको भाइहरूले एकदम मेहनत रेडी हुँदैछ हाम्रो तुलसी ठिक छ नि ल। र अनि हाम्रो अमृतले पनि यहाँ यी कटिङमा साथ दिइरहेका छन् अमृत। र यता हाम्रो घोडी काट्दै हुनुहुन्छ पछाडि। हामी संयुक्त रूपको अब हाम्रो यो पिकनिक कार्यक्रम रमाइलो भइरहेछ। ठिक छ राम्रो छ। सागरजी भैया आएन नि अझै कति टाइम लाग्छ? के छ विशाल? गुरुदाई केही भन्नु छ फेरि पनि भुँडी सहितको भुँडीमा धाम्दा दाई घरसम्मको अब अन्तिम चरणमा हुनुहुन्छ। एकदम यत्रो मासु काटेर सकिसक्नु भयो ल। थोरै हेल्प मैले नि गरेँ। गुरुदाईले नि पहिलोचोटि पिकनिक खान गएर भुँडीतिर आज काम गर्नुभयो। केही भन्नु छ अरू? पहिलोचोटि त हो काम गरेको रेकर्ड थियो। चक्कुले मलाई नहान्नु। ल टोलीहरू केही भन्नु छ? आउँदाखेरि कतिको रमाइलो भयो बाटोमा? ल ठुलो आउनु भयो नि ल रमाइलो भयो त्यसो भए दाजु अमृत के छ रमाइलो भयो नि? केही भन्नु छ? कतिको रमाइलो भयो यार राम चाहिँ आउँदै गर्दा? हो विष्णु आन्टी माइतबाट यसरी छिट्टिँदै आउनु भयो। माइतबाट आउनु भएको है आन्टी? हाई भन हाई आउनु बच्चा बच्चीको साथ तिला मिलन। हजुर सन्तोष मेरो युट्युब च्यानलबाट हाम्रो यो भिडियोहरू प्रसारण हुँदैछ। मलाई मारौला भानेज बद्ध दिपराल बाबु के भयो? हजुर ठिक छ नि ल रमाइलो भइरहेछ नि। केही भन्नु छ दिदीहरू? ल ठिक छ। र हामी करिब 80 जनाको हाम्रो समूह छ र अहिले यहाँ हामी आइसकेका छौँ। हामी त अलि बिहानै आएको। इटोलीहरू भोक लगाएर चाउचाउसुरी गरिसक्यो र हाम्रो यता बाख्रा चराउँदै हुनुहुँदैछ ल। यहाँ चाहिँ एकदम ठाउँ धेरै रमाइलो। हाम्रो स्पिकर पनि आइसकेको छ है। म यता फेरि पनि डबल भिडियो गर्न आउँदैछु। के भन्नु छ? ल गाइस के भन्नु छ? जम्मा 82 जना हो नि धेरै छैनौँ नि। 12 किलोको पाठो लिएर आएको हामी अनि खाने मान्छे चाहिँ 95 जना भइएछ अरे। पर पर्सन 2 पिस हामीले हिसाब गरिरहेको छ। हड्डी र मासु चाहिँ कोकोलाई पर्छ त चाहिँ थाहा छैन नै भाँडामा हेर्दा होला। हड्डी 1 पिस फिजामा 2 पिस गरी गनेरै गरौँ है मनिस काट्न त। गाइज कहाँ हो? गाइज कहाँको यात्रा हो? चाबिन खाने हुन्थ्यो। आफ्नो भिडियो गर्दिरहेको के लाग्छ? होइन म यतै गरेर यो बो आइ भन मानिस हेलो भन। हेलो भन्दै हेलो भन्नुहोस् हाम्रो पिकनिकमा के कस्तो भइरहेको? यो ठाउँ कस्तो रहेछ? पिकनिक त हाम्रो त धेरै राम्रो चाहिँ नि भयो। अब आज त मान्छे हामी धेरै आइसक्यो।
तर यो ठाउँ पनि अब यहाँ हेर्नलाई हिमाल माछा पृथ्वीदेखि नि नजिक भए पनि हामी नआइराखेका रहेछौँ आजसम्म। त्यही त नि अब चाहिँ धेरै कुरा आइरहनु पर्ने ठाउँ हो। ल ठिक छ हरेक पिकनिकहरूमा चाहिँ अब यो हामीले यही नै आउनु पर्यो। हाम्रो स्थानीय ठाउँलाई नि अब गर्नु पऱ्यो भन्ने कुरा यही ठाउँ चाहिँ हाम्रो 12 नम्बरै पर्यो। 12 नम्बर अब एकदम मानिलो मजाले हामी चौधका भए पनि 12 नम्बर 14 हाम्रो यहाँ पानीको एकदम परसम्म गएको छ नि त। त्यसले गर्दाखेरि पनि धेरै ठिक छ। ल ठिक छ ल यता हाम्रो यो चाहिँ अझै रेडी हुँदै रहेछ ल भेज आइटम हो यो दादा सुरु भयो 10 मिनट टमाटर हाल्ने बेला भएको हाम्रो यो नास्ता रेडी भइसकेको हो कस्तो ठुलो मम्मी हो र नयाँ नयाँ अनुहारहरू पनि देखिनु भएको रहेछ सबैलाई त म चिनिनँ अलि ठिक हजुर ठिक छ नि धुवा के कस्तो लागिरहेको होला भन्नु ल फेरि पनि क्लिप लिँदैछु म ल यता यो टोली पनि टोलीको साथ फराकिलो ठाउँ सबै फराकिलोरी बस्नु भएको छ सबैजनाको क्लिप नलिन सकिएला गङ्गा दिदीहरू के छ ठिक छ ल यता हाम्रो फोटो भिडियो टिकटक खिचिरहनु भएको छ हो टिका दिदी छवि दिदीले यहाँ चाउचाउ खाइसक्नु भयो ल ठिक छ ठुलै केही भन्नु छ केही भन्न बा भन्नु ल भन्नु के छ रामचे यार कति रमाइलो भइरह के छ ल फेरि पनि आउनु होला नि अर्को वर्ष नि मरिँदैन मरिँदैन आइन्छ फेरि पनि आइनेछ ल केही भन्नु छ काँक्रेन्डी धान्न काटेर पिकनिक आउनु भयो ल ठिक छ रमाइलो भयो भनेपछि सबैजनालाई ल चाहियो भने सम्पर्क गर्नु पर्ने होइन सागरजी त्यो काम गर्न भनेपछि चाहिँ कडा मान्छे क्या कता भए यता हो सबैजना अब यहाँ भेज चाहिँ सब सुरु भइरहेको होइन ठिक छ नि ल अब हाम्रो खाजा खाने समय सुरु भयो है है ल आजको पहिलो मनै हो भेज पुरै भेज हो नि भेजिटेरियन विशाल मिलनजी भेजिटेरियन त होइन नि गुरुदाई पुरै भेज हुन् अहिले भनिदेऊ है तर आज भेज खान्छन् गुरुदाई एकदम अच्छा मुन्छे हेर खानामा सबै भोक लाएर अनुहार पनि बिजोग भएको छ सबैको ल भेज जति अघि लाउनु त भेज होस् हामी जम्मा 82 जना है धेरै छैनौँ चिलबिल जानु दाइ इङ्ग्लिस नबुझ्दा नेपालीमा भन्दै सागरजी के छ
खाएको नि गर्ने हो खाएको नि गर्ने हो पछाडि लुक्नु भएको मान्छेको ला खोर्चला चिरबिन सबजना भोगाएर सबैजना भोगाएको अवस्था अहिले हाम्रो चाहिँ घडीमा 12 बजिसकेको छ हुन त खाना खाने टाइम पनि भइसक्यो 12:30 भइसक्यो रहेछ होइन विष्णु आन्टीले दुईवटा लिनुभयो एक्लो मान्छेले दुईवटा लिनुभयो यो ताली गलत गर्नुभएकै हो अझ भरे नजिक आउनु भएको यस्तो गर्नु है यहाँबाट बाहिर जानु है लिनुहोस् बाहिर जानुहोस् मात्रै थप्न पाइन्छ अरू पाइन्छ धौदाले सुरु गरिसक्नुभयो तुलसीराम सकियो सकिसक्यो रात अझै भ्याइया होइन 1.5 घन्टा भइसक्यो रातले सुरु गरेको अहिलेसम्म भ्याउनु भयो भन्सा मङ्गल सकिसक्नुभयो ल गुड्दै ल ठिक छ गुड्दाल दोको भुँडी खाइयो मस्त आज मजा आयो भाइ सबिजी भुँडी त खाएको गुड्दाल दोको भुँडी कस्तो छ भुँडी त खाएको भोलि थाहा छ एक चोकको कमी गयो यहाँ अझ केही कममा आयो भिडियो छुटिया रहेछ सब क्लिप छन् उता गफ लाग्न थाहै नपाउनु गर्नुपर्छ कि मिठो मजा आयो यार लास्टै मजा आयो पटेकाको साथ हेर्नुहोस् हेल्पर झमी यस्तो होला हो कि मनिष नाच मनिष तान्छ मनिष ल पपुदाले बाटाले रातको बाटा
भजनमै व्यस्त छौँ है हजुर हामी पिकनिक आउँदा पनि भजनमै व्यस्त छौँ अनि धार्मिक भनेको यस्तो हुनुपर्छ कि हो अनि उता खसी पाक्दैछ यता भजनमा रमाइलो छ कि ल के को जुसो भेज हालौँ कि भेज हालौँ कि के गरौँ भेज हालौँ कि के गरौँ कस्तो मसला हालिदिने हल्का एकदम रिक्सा लान गइरहेको नि हाम्रो भेज आइटम हो यो भेज आइटम ओ बवाल बवाल
कोही छ नचिन्दिनी फर्किनु भयो ल ठिक छ मामा रमाइलो हो नि ल ठिक छ अङ्कल कति बेला हो ठिक छ कतिको रमाइलो रहेछ त आउँदै गर्दा भने जस्तै रहेछ हो ल ठिक अझ रमाइलो हुन्छ अझ ब्याकअप हुन्छ अझै हुन्छ ल हाम्रो यतातिर फोटो के चलिरहेको छ है ल दिपा दिदीले फोटो खिच्दै हुनुहुन्छ त सरस्वती थोरै भिडियोमा छु म विनिता राम्रो आइरह है होइन यत्तिकै भिडियोको क्लिप छ ओहो कति चाहिँ हावा चलिरहेको त नि के हेर्न आज हामी हिँडेको पर्वत हेर्न किन हो त्यस्तो हेर्नु पर्ने यता हेरेर भनौँ त किन हो त्यस्तो भन्नु पर्ने त्यस्तो होइन के हो त पटेका हो के भयो ल ठिक छ हामी एकदम भिडियोमा छौँ अफगानिस्तानले अस्ति पाकिस्तानलाई हानिहाल्यो नि दुईटा जोडेर जोडिएपछि मार पड्कन्छ होइन बोल्नको आवाज आउँछ तर हावाले बोल्न दिँदैन जस्तो छ रोकिदिने हावालाई चाहिँ मौसम विभागलाई फोन गरे छुट हजुरलाई बिर्सेछु कि हाम्रो लागि त आफ्नै भएको अरूलाई बोलाउनु पर्छ छोडा विशाल बाबु लम्मा खाएको यिनीहरूको भिडियो गराउनु पर्यो नि त भात अब दुईचोटि थपी भइस किन भात थप्नु पर्यो यो सन्तोषले काटेको मासु है यत्रो ठुलो काट अनि कहाँबाट पुग्छ सन्तोष पिताम्बर
केही भन् हेर माइलदाले खाएका हेर ल्याइदेला नि मनिष बिहानभरि पियाज काटेको मेहनत सन्दै पछि खाने हजुरले कस्तो पछि खाने र अहिले भात खाने है हजुर दिनु सन्दै ल्याउनु नि रस भात साथ थप्नु सबै थप्नु यता अर्को टोली सुरु हुँदो रहेछ ल हिँड्नुभयो नि बाबु के खाएको माम खाएको भन ल सन्तोष सुब्रेलले खान्छ है अब अङ्कल के छ ठिक छ नि ठुल्बा टाउकोमा चस्मा माथि राखेर भात लडाउनु भयो होइन होला दिदी के छ ठिक छ नि हो ल ए सङ्गीता बाबुजू ठिक छ नि ल बान्जी झोल चाहिए भन्नु है हजुर ए भाउजू यति सुप त केही हुन्न पिसको खाना नहुने ओहो 4 चोटि यसले नै खानु रहेछ 4 चोटि ल फेरि के सोनु दाई भ्याइयो खाना खाएर नानी माम खाऊ है बाबु ठिक छ नि विशाल अमृत पनिर है पनिर हो माइला भ्याइयो खाना खाएर दाँतकोटा ल ठिक छ ठुलीले नि मस्त खानु भयो ल पविले एक थाल भात अमृत त्यो भात हाल्देऊ एउटा तरकारी हाल्देऊ त्यहाँ बद्दा लडाऊ है लडाऊ भान्जा सुप्रिम खाना खाइ खा ल ल ठिक छ पानी भएको हार्मोनी हो ठ्याक्कै तल टुनीमा छ तुलसीले त यो 5 चोटि थपे अनिल भाई मैंने तो 6 बार खाया खाना यति आएन नि ल हाम्रो करिब करिब अब सकिसकेको अवस्था रहेछ भात पनि खतम भाइ चाउदाई भयो नि फाल्नु भएन है होटलको दाइले लको ओ लको दाइ
ओ राजु दाई त्यहाँ गएको के ए हुन्छ त ए ड्राइभर नि आउँदैन है देश ड्राइभरले खाने होला कसको हो को भिडियो परेछ तुलसीराम हेलो ए भाइ तले अपलोड गरेर भ्याउँछस् त ए भाइ यसले त 5 घण्टाको भिडियो बनाए खत्म भाई ये क्या फिर once more सुन्नुहोस् नि मादल भिर्नु पर्छ होला crowd lo dan bola lo ya talo Bye. गाडीमा सबै अटिन्छ टोली कहाँ गयो ल बिस्तारै बिस्तारै झरम बिस्तारै बिस्तारै झरम मादल समय दिनु त
धबदाई छतको यात्रा त बाइक छ सुस्त लोटिएर आयो लोटिएर ल ल भित्र भगाएको सब ल हो मोटु ल यसै गरी पिकनिक खतम भयो साँझ ल सबैजना आएर ल सबै सकियो ल पिकनिक तिहारको भैलो खेल्दा पिकनिक सकाएर ल यो अन्तिम भिडियो पनि हो सबैले बाई बाई भनौँ यो अन्तिम भिडियो हो यो अन्तिम भिडियो है यो अन्तिम भिडियो ल यो अन्तिम भिडियो धबदाई हजुर ल पिकनिक समग्रमा रमाइलै रह्यो राम्रो रह्यो होइन अब सबैजना सकुशल यहाँसम्म पनि आयौँ अलिकति गाडीमा ओभरलोड पनि थियो त्यो हुँदाहुँदै पनि हाम्रो गुरुजीले सकुशल यहाँ ल्याइ पुर्याउनु भयो र बाइकमा पनि अलिकति धेरैजना नै आउनुभयो र अघिल्लो गाडीमा पनि साथीहरू आउनु भएको थियो समग्रमा पिकनिकको हेर्दा हिजो देउसी भैलोको हेर्दाखेरिमा होइन गाउँका सबैजना एकै ठाउँमा बसेर त्यसरी खाँदाखेरिमा खानेकुरा जे भए पनि तर पिकनिक चाहिँ एकदम अविस्मरणीय अर्को वर्षबाट जस्तै यो भिडियोहरू हेरेर पनि अरू दिदीबहिनीहरू अरू भान्जा भान्जीहरू पनि यो देउसी भैलोमा यो तिहारमा होइन गाउँमै जानुपर्ने रहेछ भन्ने खालको त्यो खालको सन्देश जाओस् र दिदीहरूले पनि अत्यन्त रमाइलो मान्नु भएको छ होइन दिदी सबै रमाइलो मान्नु भएको छ नि होइन एकदमै राम्रो भयो सम्पूर्णलाई धेरै धेरै धन्यवाद अर्को साल पनि यसरी भन्दै आजको कार्यक्रमलाई समापन गर्ने घोषणा गर्दछु कस्तो महसुस भएको छ हजुरलाई हो गुड